धन्यवाद। म्याच फर्स्ट हाफ हाम्रो राम्रै भयो, स्कोर पनि निक्ल्यो। हामीले लगभग 65% डमिनेट पनि गरिरहेको थियौँ उहाँलाई चाहिँ। त्यस पछाडि अगाडि मुभमेन्टहरू पनि राम्रै भएको थियो। फाइनल थर्डमा चाहिँ बिल्डअप पनि राम्रै भएको थियो, पोजिसन पनि राम्रो थियो हाम्रो चाहिँ। त्यस पछाडि सेकेन्ड हाफमा चाहिँ हामीले चाहिँ अलिकति इन्डिभिजुअल खेल्यो प्लेयर्सहरूले। टच लाइनमा एकछिन प्रेस गर्ने बित्तिकै चाहिँ प्लेयर्सहरू आफ्नै मन पर्दै खेल्न थाल्यो। त्यस पछाडि अलिकति मानसिक तनावमा आए खेलाडीहरू, एकअर्कामा अलिकति तालमेल पनि मिलाउन सकेन उहाँले चाहिँ, हाम्रो प्लेयर्सहरूले। र त्यसमै चाहिँ सङ्गठा क्लब चाहिँ हामी भयो। ठ्याक्कै त्यो बेलामा चाहिँ सङ्गठा क्लबले ग्राफ गरिहाल्यो त्यो समय। अनि ठ्याक्कै त्यो समय पाउने बित्तिकै सङ्गठा क्लबले स्कोर पनि गरिहाल्यो, 1-0 भयो। त्यस पछाडि चाहिँ मैले चाहिँ फेरि टच लाइन मारेर अब चाहिँ अलिक हुँदैन, प्लेयर्सहरू इन्डिभिजुअल गइसकेपछि चाहिँ मैले अलिकति साउट गरेँ, अलिक गराएँ। त्यसपछि अर्गनाइज गरेर आएँ टिमलाई चाहिँ। त्यस पछाडि चान्सेसहरू पनि क्रिएट धेरै भयो र स्कोर चाहिँ निक्लिएन। तर पनि प्लेयर्सहरूलाई चाहिँ मैले भने मानसिक अलिकति सतर्कता भन्ने छ त्यसलाई चाहिँ, त्यो कुरा नहुने बित्तिकै चाहिँ गाह्रो हुँदो रहेछ भन्ने कुरा मैले फिल गरेँ। हाम्रो नेपाली प्लेयर्सहरूलाई जति नै राम्रो भए पनि 90 मिनट्स चाहिँ टच लाइनबाट चाहिँ साउट गरिराख्नु पर्ने रहेछ भन्ने कुरा मैले फिल गरेँ। नेक्स्ट म्याचको लागि अब फेरि त्यो अनुसार तयारी गर्छु। ओभरअलमा चाहिँ अब 3 पोइन्ट्स पनि बढेन, त्यो चाहिँ ग्राफ गर्न सक्यो। कोच 3वटा विन होइन, 3वटा ए डिभिजन क्लब विरुद्ध छ अनि 6वटा जम्मा गोल, आजसम्म जम्मा 7वटा गोल भयो अनि 2टा गोल मात्र कन्सिड गर्नुभएको छ। कतिको खुसी हुनुहुन्छ डिफेन्सिभ र आफ्नो अफेन्सिभ प्लेयरहरूसँग? गोल त कन्सिड गरेँ पनि, मैले गोल गरेँ पनि, त्यसमा प्रब्लम केही पनि भएन। मैले विनसँग इम्पोर्टेन्ट हो। सो गेम चाहिँ मैले विन गर्नुपर्ने हो जुनै पनि हिसाबमा चाहिँ त्यो विन गरेँ, त्यसमा चाहिँ ह्याप्पी छु। प्रदीप लामाको 2टा कार्ड छ, फ्रेन्ड्स र आज गरेर होइन, त्यो कुरालाई लिएर कतिको तपाईँले अघि पनि भन्नुभयो मेन्टालिटीको कुरा गर्नुभयो, त्यो जुन एग्रेसनलाई लिएर चाहिँ कतिको चिन्तित हुनुहुन्छ? उसको चाहिँ अब प्रदीप लामाको चाहिँ प्रब्लमै छ भनौँ अब, किनभने अब जति काउन्सिलिङ गऱ्यो, जति राम्रो कुराहरू भन्यो, रेफ्री चाहिँ एकदम डेन्जर हो। रेफ्रीसँग चाहिँ हामीले बातचित गर्नु हुँदैन, शब्दहरू बोल्दाखेरि धेरै कुराहरू चयन गर्नुपर्छ, राम्रो याद गर्नुपर्छ। सबै प्लेयर्सहरूलाई चाहिँ आत्मीयताको हिसाबले काम गर्नुपर्छ। हो टफ हुन्छ, फिजिकल रफ पनि हुन्छ गेम, रेस्पेक्ट गर्नुपर्छ। अपोनेन्ट हुने बित्तिकै त्यसलाई चाहिँ हामीले गाली गर्नु हुँदैन, त्यो कुरालाई ध्यान दिनुपर्छ भनेर बारम्बार हामीले रेफ्रीको चाहिँ बारेमा चाहिँ कुरा गर्दा गर्दै पनि उसको अब के चाहिँ अब अलिकति तातेर हामीले भन्दाखेरि अब तातियो भन्ने कुरा हुन्छ, त्यो तातिहाल्छ। उसको चाहिँ कन्ट्रोल गर्दा गर्दै पनि सकिँदैन। अब उसलाई येलो कार्ड खाइसकेपछि नि हामी नै सेलाउनुपर्छ कि, अनि हामी सेलाएपछि ऊ बिस्तारै सेलाउँछ। अब कन्सिड गरिसकेपछि उसले 2टा येलो कार्ड भइसक्यो, अब एउटा कार्ड भागिसक्यो अरे, त्यो कतिसम्म अब रोक्न सकिन्छ हेर्नु। जस्तै एपिएफ लामो समयदेखि सँगै खेलेको टिम नै छैन, एक्सपिरियन्स खेलाडीहरू पनि हुनुहुन्छ, के कारण तालमेल मिलिरहेको छैन र? तालमेल त मिलिरहेछ, त्यही हो। अब टच लाइनबाट गाइड हरेकचोटि भर्खरै आएको ग्रासरुटको बच्चा जस्तै भनिराख्नुपर्छ कि डिफेन्समा आऊ, अगाडि जाऊ, पास खेला, यो त्यो तालमेल मिलिरहेको हुन्छ। तर टच लाइनमा अलिकति हामीले आफै स्वयं कोचले चाहिँ हाबी नहुने बित्तिकै चाहिँ उनीहरू आफै मै मेसी, मै रोनाल्डो, त्यस पछाडि ड्रिब्लिङ गर्ने, मिस गर्ने, नलफाडिदिने, अनि त्यो कुराहरू हुन्छ। त्यस पछाडि मैले त्यसलाई अलिक फिल गरेर म आफै अर्गनाइज गरेर पछि काम गर्दाखेरि चाहिँ अलिक तालमेल चाहिँ मिल्न आयो। त्यो चाहिँ अब एक्सपिरियन्स भए पनि हामीसँग गुड लिडर चाहिँ नभएको कारणले नै होला। जस्तै पछिल्लो ए डिभिजन लिगमा चाहिँ एबिएफलाई लिएर रेलिगेसनको एकदमै धेरै ब्याटल भएको थियो। त्यस पछाडि चाहिँ एबिएफले आफ्नो टिमलाई रिफर्म गर्नको लागि त्यसबाट मोटिभेसनल फ्याक्टर हुन्छ अथवा त्यो ड्रेसिङ रुमभित्र गर्ने कामहरू अथवा ट्रेनिङकै सेसन भयो, यसलाई चाहिँ कसरी अगाडि बढाइरहेको छ ताकि अहिले यो रेगुलर विन सम्भव भइरहेको छ? अब मैले चाहिँ जस्तै नेसनल टिममा काम गरेपछि मैले फिल गरेको इन्टरनेसनलहरू काम गर्दाखेरि चाहिँ धेरै काम हुनुपर्दो रहेछ। हामी कोचेसहरू नै एकदमै छिटो डिसिसन गर्नु हुँदैन रहेछ हामीले पनि होइन। टिम प्लान गर्दाखेरि एउटा प्लान गरेर लानुपर्छ र ह्याप्पिनेसको कुरामा चाहिँ मिस्टेक भए पनि उनीहरूलाई चाहिँ ठिक छ, अझै मिस्टेक हुन्छ, जसको पनि हुन्छ मिस्टेक चाहिँ होइन, नहुने भने कसैको हुँदैन। 11जना खेल्दा 11जनाकै मिस्टेक हुन्छ, तर एक अर्कामा चाहिँ हामी चाहिँ
हेल्प गर्नुपर्छ होइन, अब उसलाई चाहिँ मोटिभेट गर्नुपर्छ। त्यस्तो कुराले चाहिँ अनि हरेक म्याच इम्पोर्टेन्ट हुन्छ। त्यो मलाई चाहिँ गोल तिमीले 5 गोल 6 गोल हाल्नु पर्दैन, 1 गोल हामी जित्ने हो, हामी 3 पोइन्ट हो। त्यसले गर्दा हामी टिममा काम गर्नुपर्छ, जति सक्दो दिमागलाई चाहिँ सेलाएर काम गर्नुपर्छ, चिसो बनाउनुपर्छ, तातो बनायो भने हामीलाई बिग्रिन्छ भन्ने कुराहरू बिस्तारै गर्दाखेरि चाहिँ अहिले टिम चाहिँ यहाँसम्म बनिरहेको छ होइन। अब हेर्दा चाहिँ अझै पनि समय अझै पनि लामो छ, खेल्न अझै बाँकी छ। त्यसले गर्दाखेरि हामीले चाहिँ ट्रेनिङमा पनि मेथड अनुसार काम गर्छौँ अनि प्लेयर्सलाई पनि काउन्सिलिङ गर्दा तिम्रो पनि मिस्टेक हुन्छ, उसको पनि मिस्टेक हुन्छ, मेरो पनि मिस्टेक हुन्छ, सबैको मिस्टेक हुन्छ। तर मिस्टेकलाई लिएर गइएर त्यसलाई चाहिँ खुट्टाइराख्ने ठुलो घाउ भन्छ, त्यसलाई बरु मलम लगाइहालिन्छ। त मलम लगाएपछि सन्चोपछि फेरि हामीले चाहिँ रिस्टार्ट गर्न सकिन्छ भनेर त्यसरी कुरा काम गर्दाखेरि चाहिँ अहिले सजिलो भइरहेछ। थ्याङ्क यू। धेरै धन्यवाद। आजको म्याच चाहिँ त्यस्तो गाह्रो पनि होइन, त्यस्तो सजिलो पनि होइन जस्तो भयो। जस्तो अघिल्लो म्याचको जुन रिजल्टले गर्दा चाहिँ आजको म्याचलाई हामीले एकदमै गाह्रो पऱ्यो। जस्तो 1 क्याट डाउन हुँदाखेरि सेटको सेन्टर डिफेन्स ब्याक हुनु र धेरै खेलाडीहरू चाहिँ त्यही म्याचले गर्दा इन्जोर्ड हुनु, सेटकै प्लेयरहरू इन्जोर्ड हुनु र सेकेन्ड सेटभित्र छिर्नु पर्दाखेरिको चाहिँ जुन गेम थियो त्यसले गर्दाखेरि चाहिँ हामीलाई अलिकति गाह्रो भयो। चान्सेसहरू एकदम धेरै मिस भइरहेको थियो होइन, अवसरहरू क्रिएट पनि गर्नुभएको थियो। तर त्यसमा चाहिँ कतिको वर्कआउट गरिरहनु भएको थियो, अब के गर्नुपर्छ होला? स्ट्राटेजिकल पार्टहरूमा जति काम गरे पनि कोचले टेक्निकल डेभलपमेन्ट चाहिँ यो लिगमा आएर गर्न सक्दैन। खेलाडीसँग जति टेक्निकल एबिलिटी छ त्यसैमा हामीले फोकस गरेर काम गर्दा गर्दै पनि मिस भइरहेको हो। जस्तो मेरो यो सिजनभरि नै जुन हामीसँग भएको प्लेयर यङ प्लेयरहरू छ जोसँग एक्सपिरियन्स छैन, फाइनल थर्डमा मुभमेन्ट निकाल्नेदेखि लिएर बल कसरी हान्ने, कुन ठाउँमा हान्ने भन्ने कुराहरू त त्यो बेसिक टेक्निकल पार्टमा पर्छ। र यो मेरो अहिलेको टेक्निकल डेभलपमेन्ट प्लस टेक्निकल डेभलपमेन्टमा पनि मैले बढी फोकस टाइम दिइरहनु परेको छ अहिलेको टिममा चाहिँ। सुरुमै अलिकति अब अहिलेको अवस्थामा हेर्दा बलिउड टिम जस्तो भनौँ न, तिनवटै म्याच चाहिँ अलिकति राम्रै टिमहरूसँग खेल्नु भएको छ होइन। नजिक जस्तो अहिले एउटा प्लेयरहरूको लागि चाहिँ बेस बनाए जस्तो देखिन्छ। अब यो तिनवटा गेमले चाहिँ हामी गेमहरू खेल्न चाहिँ कतिको सहज हुन्छ? यो अहिलेको चाहिँ मलाई कस्तो फिल भइराखेको छ भन्दाखेरि हामीसँग धेरै जसो यङ प्लेयरहरू छ, लिगमा टिकिराख्नको लागि चाहिँ एक्सपिरियन्स खेलाडीहरूको बढी जरुरत पर्ने रहेछ। हुन त सबै टिममा त्यस्तै नै हो, तर हामीसँग चाहिँ अरू टिमको तुलनामा चाहिँ लिग खेलेको प्लेयरहरू चाहिँ कम आबद्ध छ, जसले गर्दा चाहिँ हामीलाई यो लामो यात्रा गर्नलाई चाहिँ गाह्रो पर्नेछ। जुन 7औं म्याचपछि एकपल्ट विन्डो ओपन हुन्छ, त्यस बेलामा चाहिँ एकपल्ट फेरि होपसलदेखि लिएर अन्य ठाउँबाट चाहिँ नयाँ खेलाडीहरू चाहिँ अनुमोदन गर्नुपर्ने हो कि भन्ने मैले फिल गरिरहेको छु। अहिलेसम्म चाहिँ यङ प्लेयरहरूले चाहिँ जस राम्रै पर्फर्मेन्स दिइरहेको छ टप टिमसँग खेल्दाखेरि पनि। अस्तिको म्याचबाट सेटको प्लेयरहरू इन्जोर्ड भएर बेन्च बस्न परेको भए आजको म्याच चाहिँ हाम्रो पक्षमा जान्थ्यो कि भइरहेको छ। जस्तो कोच रेलिगेसनको दबाब नभए पनि होइन, कोचको एउटा क्लबको जुन लेगेसी छ त्यो बचाउने दबाब त जहिले पनि रहन्छ। अनि इच एन्ड एभ्री टाइम तपाईँले पछिल्लो पोस्ट म्याच कन्फरेन्सहरूमा चाहिँ मेरो प्लेयरको एज यङ भनेर भनिराख्नु भएको छ होइन, त्यो तपाईँलाई लाग्छ कि त्यो यो लेभलको लिगमा त्यो भ्यालिड रिजन हुनसक्छ? जहिले पनि एउटा कोच एउटा खेलाडी जहिले पनि विनिङ मेन्टालिटी लिएर नै ग्राउन्डमा छिर्छ र उसले टिम बनाउँदा पनि विनिङ मेन्टालिटी लिएर नै बनाउँछ। सङ्गठन क्लबले हिजो टिम बनाउँदै गर्दाखेरि पनि यो रेलिगेसन नपर्ने होइन भनेर चाहिँ हामीले कहिले पनि खेलाची गरेनौँ। जस्तो अन्डर 18कै टिम हेर्नुहुन्छ भने आज हाम्रो सेटमा 5 जना अन्डर 18को प्लेयरहरू छिर्नु थियो। जुन फर्स्ट हाफभन्दा सेकेन्ड हाफमा हामीले जुन अफेन्सिभ मेन्टालिटी बिल्डअप गर्नको लागि, जुन अपोनेन्टलाई प्रेस गरेर खेल्नको लागि हामीले जुन स्ट्राटेजी लिएर भित्र छिर्यो, हाम्रो 18ले चाहिँ त्यो काम गर्न सक्यो। तर यदि अपोनेन्टलाई हामीले डिफेन्समा रोक्नुपर्छ, रोक्छौँ है भन्यो भने चाहिँ हाम्रो 18ले खेल्न नसक्न सक्छ। किन भन्दा त्यसमा स्ट्राटेजिकल प्लस फिजिकल डिजाइनले गर्दाखेरि पनि हामीलाई गाह्रो पर्न सक्छ नि। तर अफेन्सिभ खेल्छु भन्यो भने चाहिँ अन्डर 18ले मुभमेन्टहरू दिने जुन हामीले पहिलादेखि नै उनीहरूलाई सिकाइरहेको छौँ, हाम्रो जुन फिलोसफी छ, हाम्रो क्लबले खेल्ने जुन स्ट्राटेजी छ त्यसमा हाम्रो 18 चाहिँ पोख्त छ। हाम्रो 18लाई चाहिँ अफेन्सिभ खेल्नको लागि चाहिँ हामीले धेरै प्रेस गरिरहनु पर्दैन, धेरै सिकाइरहनु पर्दैन। तर डिफेन्सिभ खेल्नको लागि र अपोनेन्टलाई रोक्नको लागि चाहिँ हाम्रो 18ले ठेक्दैन। त्यही भएर पनि हामीलाई गाह्रो छ। तर नेक्स्ट सिजनको लागि हाम्रो 18 चाहिँ फेरि अफेन्सिभ प्लस डिफेन्सिभको लागि पनि फाइदा हुन्छ। लास्ट क्वेसन हजुर, तो जस्तै अब लिगमा अरू टिमहरू अब त्यसो एक्सपिरियन्स खेलाडी त लगभग खडेरी छ भनौँ लिगमा होइन, अरू टिमहरूको खेलाडी र सङ्कटाको खेलाडी हेरिकन अब फिनिस कहाँसम्म गरेला जस्तो लाग्छ अहिलेसम्मको यो राउन्डसम्म आउँदा?
यो 7सम्म आउँदाखेरि चाहिँ हामी 6-7 भित्रमा हामी अड्किन्छौँ होइन। 6-7सम्म अड्किने टार्गेट नै छ। त्यसपछि चाहिँ यो विन्डोज ओपन भइसकेपछि जुन नेपाली खेलाडीहरू नयाँ अनुबन्धन गर्ने पोजिसनमा कहाँ ल्याएको छ त्यसमा अनुबन्धन गर्ने र हामीसँग भएको खेलाडीहरूलाई निखार्दै लैजाँदाखेरि चाहिँ 5-6सम्म चाहिँ हामी पछिसम्म पनि इन्डिङसम्म पनि त्यही ठाउँमा चाहिँ अड्किरहन्छौँ कि भन्ने आश छ।